सम्पूर्णमा नमस्कार। आज हामी चाहिँ N5 खान्जी र जसको पार्ट 1 मा छौँ र यसमा चाहिँ हामी 1 देखि 10 सम्म कसरी जापानिजमा खान्जी लेख्ने त्यसको बारेमा चाहिँ हामी प्र्याक्टिस गर्दै छौँ र ध्यानपूर्वक भिडियोलाई अन्तिमसम्म हेर्नु होला र यो भिडियो यदि तपाईहरुलाई मन पर्यो भने लाइक, सब्स्क्राइब र शेयर गर्न नभुल्नु होला। ल अब हामी भिडियोतर्फ लागौँ। 1 देखि 10 सम्म खान्जी लेख्ने म तपाईहरुलाई सही तरिका बताउन गइरहेको छु। सुरुमा 1 लाई जापानिजमा भनिन्छ इची। 1 लाई चाहिँ जापानिजमा इची भनिन्छ र यो लेख्ने तरिका हो एउटा सिधा लाइन, सिधा रेखा, एउटा सिधा लाइन लेख्नुभयो भने त्यो हुन्छ इची। र जापानिजमा नि भनेको 2 नम्बरलाई चाहिँ नि भन्छन् र यसको खान्जी लेख्ने तरिका भनेको एउटा माथि लाइन सिधा लाइन तान्नुस् र त्यसको मुनि त्योभन्दा अलिकति लामो लाइन तान्नुस्। यो माथिको लाइन भन्दा तलको लाइन चाहिँ अलिकति केही लामो हुनुपर्छ र त्यसपछि अब हामी जाउँ सानतर्फ। सान भनेको चाहिँ 3 लाई चाहिँ सान भनियो। सान एउटा धर्को तान्दा इची, 2टा धर्को तान्दा नि र 3वटा धर्को तान्दामा चाहिँ सान हुन्छ। एउटा, 2टा, 3टा र यो तलको धर्को चाहिँ अलिकति लामो बनाउने कुरा चाहिँ नबिर्सौँ। इची, नि, सान एउटा धर्को, 2टा धर्को र 3टा धर्को। निमा चाहिँ तलको धर्को र सानमा पनि सबभन्दा तलको धर्को चाहिँ केही हदसम्म चाहिँ लामो हुन्छ। त्यसपछि अब 4 लाई चाहिँ योन भनिन्छ। योन भनेको चाहिँ 4। यसको लागि म सँगसँगै एउटा यस्तो धर्को तान्नुहोस्, स्टेप 2 मा यस्तो गर्नुहोस् र यस्तो 3 मा र यो 4, यो चाहिँ 4 स्टेपमा चाहिँ योन लेखिन्छ है। 4 को खान्जी चाहिँ यस्तो हुन्छ, नझुकिनु होला। यो चाहिँ कोठाहरू बन्द हुन्छ, यो बाहिर निस्केको हुँदैन र यस्तो खान्जी आएमा चाहिँ यो चाहिँ योनको खान्जी हुन्छ। त्यसपछि अब हामी जाउँ 5 नम्बरलाई। 5 नम्बरलाई चाहिँ गो भनिन्छ र गो को खान्जी भनेको चाहिँ पहिला सिधा एउटा धर्को तान्नुहोस्, त्यसपछि एउटा छड्के धर्को तान्नुहोस् र यस्तो गर्नुहोस् र तलपट्टि धर्को तान्नुहोस्। यो चाहिँ गो को खान्जी हुन्छ। गो भनेको चाहिँ 5 है। त्यसपछि अब जाउँ 6 लाई। 6 लाई चाहिँ हामी जापानिजमा रोकु भनिन्छ। रोकु लेख्नको लागि चाहिँ पहिला एउटा माथिबाट एउटा धर्को तान्नुहोस्, त्यसपछि स्टेप 2 मा चाहिँ यसरी सिधा धर्को तान्नुहोस्, 3 मा यतापट्टि यस्तो र यस्तो तान्नुहोस्, 4 मा यसरी तपाईले चाहिँ रोकु लेख्न सक्नुहुन्छ। पहिला माथिबाट एउटा धर्को तान्नुहोस्, त्यसपछि एउटा डिका जस्तो टी जस्तो दिनुहोस् र यता 3 मा यो, 4 मा यो स्टेप वाइज चाहिँ लेख्नुपर्छ खान्जी भनेको चाहिँ। ल अब हामी जाउँ 7 लाई। 7 लाई भनिन्छ चिची अथवा नाना है। 7 लाई हामी खान्जी लेख्नलाई पहिला एउटा सिधा धर्को तान्नुहोस्, त्यसपछि यस्तो 7 टी जस्तो लेख्नुहोस् है। पहिला चाहिँ फर्स्टमा चाहिँ सिधा धर्को, त्यसपछि 7 जस्तो लेख्नुहोस्। अब हामी जाउँ 8 लाई। 8 लाई भनिन्छ हाची। 8 लाई भनिन्छ हाची। त्यसको लागि चाहिँ पहिला यस्तो एउटा तान्नुहोस् र यताबाट यस्तो तान्नुहोस्। यो हाची चाहिँ लगभग रोकुसँग उस्तै उस्तै देखिन्छ, तर हाची र रोकुमा चाहिँ नझुकिनु होला। रोकुमा चाहिँ माथि यस्तो हुन्छ भने हाचीमा चाहिँ हुँदैन। त्यो कुराहरू चाहिँ ख्याल गर्नु होला। त्यसपछि अब हामी जाउँ 9 नम्बरलाई। 9 नम्बरलाई चाहिँ क्यु भनिन्छ। 9 नम्बरलाई चाहिँ हामीले क्यु भनिन्छ। त्यसको लागि पहिला एउटा यस्तो छड्के धर्को तान्नुहोस्, त्यसपछि यस्तो गरेर यस्तो गर्नुहोस्। एउटा छड्के धर्को पहिला तान्नुहोस्, त्यसपछि यस्तो गरेर यस्तो गर्नुहोस्। यसलाई भनियो क्यु। त्यसपछि अब हामी जाउँ 10 लाई। 10 अथवा 10 नम्बरलाई। 10 नम्बरलाई भनिन्छ जापानिजमा जिउ। जिउको लागि चाहिँ पहिला सिधा धर्को तान्नुहोस् र माथिबाट ल्याउनुहोस्। लगभग प्लस साइन जस्तो हुन्छ है। जिउ भनेको चाहिँ प्लस साइन जस्तो हुन्छ। म एकपटक फेरि रिपिट गर्छु। इची भनेको चाहिँ एउटा धर्का, नि भनेको 2टा धर्का, तलको धर्का चाहिँ अलिकति लामो, सान भनेको चाहिँ 3टा धर्का, योन भनेको चाहिँ यसरी पहिला यसरी 1 तान्ने, 2, 3, 4, 5 हैन, यसरी गर्ने। यसरी चाहिँ हामीले आज 1 देखि 10 सम्म खान्जी लेख्न जान्यौँ। यसरी तपाईले N5 मा त्यस्तै 100 वटा जति खान्जी जान्नुभयो भने चाहिँ तपाईले N5 चाहिँ खान्जी चाहिँ तपाईलाई कुनै प्रब्लम हुँदैन। यसरी दिनको 5 मिनेट आफूलाई खान्जी पढ्ने समय छुटाउनुहोस्।
खान्जी चिन्नुहोस् र खान्जी चाहिँ नझुकिनुहोस्। हस् त।